हेलो नमस्ते। आज चाहिँ म यो गदावरी फुलको छोटो भिडियो हजुरहरू माझमा सेयर गर्न लागिरहेको छु र भिडियोलाई हेर्दै गर्नुहोस् होला। यो गदावरी प्लान्ट चाहिँ अस्ति फुलिसके पछाडि चाहिँ यसलाई हामीले कसरी सेभ गरेर राख्नुपर्छ त भन्ने विषयमा मैले अलरेडी एउटा भिडियो बनाएको थिएँ र त्यो बेलामा मैले केयर गरेर राखेको मेरो चाहिँ गदावरी प्लान्टहरू यत्रो भइसकेको छ, यहाँ देख्न सक्नुहुन्छ है। र अब चाहिँ यो प्लान्टलाई के गर्नुपर्ने हो त म हजुरहरूलाई बताउन गइरहेको छु। भिडियोलाई हेर्दै गर्नुहोस् होला। हजुरहरूले यहाँ देख्न सक्नुहुन्छ कतिपय भेराइटीको चाहिँ यो प्रकारले हलक्क बढिसकेको छ है र कति भेराइटीको चाहिँ यो प्रकारले बुस्सी नै छ र यस्तो हलक्क बढिसकेपछि त अवश्य नै त्यो फुलको प्लान्टको टुप्पामा फुलको कोपिला त आइहाल्छ नै र हामीले कटिङ गर्ने टाइम त भएको छैन अहिले है। जुन जुलाईतिर चाहिँ हामीले कटिङ गरेर नयाँ फुलको लागि चाहिँ जुन जुलाईमा कटिङ गर्नुपर्ने हुन्छ र अहिले नै यसरी बढ्यो भने त कोपिला लागिहाल्छ र त्यो प्लान्ट राम्रो हुँदैन, कचल्टिन्छ। त्यही भएर चाहिँ हामीले अहिले चाहिँ यो प्रकारले यो बढेको प्लान्टहरूलाई चाहिँ यो प्रकारले यसरी भाँचिदिनुपर्छ है र यसको साइडबाट चाहिँ फेरि धेरै नयाँ पालुवाहरू आउँछ है। अनि जुन जुलाईमा जतिखेर हामीले चाहिँ त्यो कटिङ राख्ने टाइम भएको हुन्छ त्यो टाइममा चाहिँ नयाँ हाँगाहरू यसरी नै हलहल बढिरहेको हुन्छ र त्यो नयाँ हाँगाहरूलाई चाहिँ हामीले कटिङ राख्नुपर्ने हुन्छ है। हजुरहरूले पनि गदावरी प्लान्ट राख्नु भएको छ र यो प्रकारले नै हलहल भएर अल्गो बढिसकेको छ भने चाहिँ यसरी नै कटिङ गरिदिनु सक्नुहुन्छ र कटिङ गरिदिसकेपछि चाहिँ फेरि नयाँ पलाएको हाँगाहरूलाई चाहिँ रोप्नुको लागि कटिङ लगाउनुलाई एकदमै हेल्दी र राम्रो हुन्छ। यो टाइममा चाहिँ हजुरहरूको पनि यस्तै भइरहेको छ भने चाहिँ सबै प्लान्टलाई चाहिँ कटिङ गरिदिनुहोस् होला। अनि असिनाहरूको सिजन हुँदैछ है र असिना पानीहरूले नभेट्ने ठाउँमा राख्नुहोस् अनि यसमा पेस्टिसाइड स्प्रे गर्दै गर्नुहोस् होला टाइम टु टाइम चाहिँ। र म चाहिँ हरेक साल नै यसरी पहिला पलाएको अल्गो भएको हाँगाहरूलाई चाहिँ यसरी नै कटिङ गर्ने गरेको छु र हजुरहरूलाई मेरो भिडियो कस्तो लाग्यो, मन परेमा प्लिज लाइक, कमेन्ट, सेयर एन्ड सब्सक्राइब गरिदिनुहोस् होला। र यो टुप्पा जुन चाहिँ चुट्टाको कटिङहरू थियो त्यसलाई चाहिँ हामीले यसरी गाडिदिनु पनि सक्छौँ है त।